हेलो एभ्रिवान, म चाहिँ अफिसदेखि घर आएँ अनि यो खाएँ। त्यो खाइसकेपछि चाहिँ मैले डिटक्स वाटर बनाएँ। डिटक्स वाटर पनि खानुपर्छ अरे भन्ने सुनेर अनि बल्ल बल्ल स्किन केयर गर्न सिकेछु कि मैले। मेरो एउटा साथी छिन् कि मसित नबोल्ने बेस्ट फ्रेन्ड छिन्, तिनले यो युज गर्ने रहेछन् अनि तिनले यो युज गरेको देखेर मैले पनि युज गर्न थालेँ। म पनि राम्री हुन्छु भनेर होइन, महँगो न महँगो राखेर चाहिँ यस्तो चिज किनेँ। कस्तो हुने हो त थाहा छैन मलाई, यस्तै चाहिँ भयो है। अलिअलि राम्रै चाहिँ हुनलाई म यो लाउन थालेदेखि अनि यसलाई चाहिँ यत्तिकै लाएर राख्नुपर्छ अरे कि मुख धोइसकेपछि। अनि आज चाहिँ मैले केही उपद्रो गर्छु भनेर चाहिँ यस्तो लिएर आएँ कि वाइन होइन है, मैले यो वाइन खान थालेको होइन, मैले चाहिँ यो मनी प्लान्ट बाटामा फालेको भेटाएको थिएँ, लिएर आएर पानीमा रोपेको त यस्तो पलाए जस्तै भयो नि, कस्तो माया लाग्यो। अनि मैले चाहिँ त्यो राम्रो भाडा देखेको थिएँ कि वाइनको, अनि त्यसलाई चाहिँ बनाइफुराइ गरेर चाहिँ यसलाई अब मैले मजाले मनी प्लान्ट घरमै पैसाको बुटो फलाउँछु भनेर चाहिँ मनी प्लान्ट स्याहार्न थालेँ। अब मैले यो डब्बालाई चाहिँ राम्रोसँग सफा गरेर सब यो फालेर धोएर एकदम राम्रो बनाउँछु। यो आइडिया फेरि मैले कहाँदेखि सिकेको भन्दा चाहिँ मेरो एउटा साथी थियो, म त्यो साथीको घर गएको त उसले त यस्तै सिसाको डब्बाहरूमा कति धेरै फ्लावरहरू राखेको के उसले त अझै पेन्ट गरेर कति राम्रो राम्रो कलर लाएर राखेको। अब त्यति गर्ने त मेरो ढङ्ग छैन, त्यही भएर मैले चाहिँ यसलाई सफा त गर्न सक्छु नि भनेर यसको उक्काइउरी दुःखले चक्कुले हुन्छ कि केले हुन्छ सब फालेर उक्काएर सफा गराउने कोसिस गरेँ। अनि अब जसरी पाएँ त्यसरी सफा गर्न पनि भएन, सिसा पर्यो घरि त्यो चक्कुले, घरि त्यो त्यसैको ढक्कनले सफा गरेँ। कोरी कोरी चाहिँ अलिअलि चाहिँ निस्किन थाल्यो। अब यत्तिको चाहिँ भयो, यसरी चाहिँ कतार कुतुर पारेर जनातना बनाइहाल्छु भनेर चाहिँ लागि परी छु म। हुने हो कि होइन थाहा छैन, कति जाँगर लाग्छ कहिलेकाहीँ भने। दिनभरि काम गरेर आएर साँझ चाहिँ मलाई पैसाको बुटो फलाउनु परेको क्या। लगाए यस्तो भयो, यो चाहिँ यस्तो राम्रो देखियो है। यसलाई चाहिँ मैले मजाले पुस्छु अब होइन, अनि राम्रोसँग पुसेर चाहिँ के गर्ने, मलाई पेन्ट लाउन त आउन्न, के गर्ने, मसँग नेल पोलिस छ, नेल पोलिस लाएर विचार गरौँ न त। राम्रो भइहाल्छ, भएन भने नेल पोलिस रिमुभरले मेटिदिउँला, के जान्छ र, केही जान्न, एकछिन टाइम जाने हो, टाइमको कसलाई बाल। ल है, मैले चाहिँ यस्तो फुल बनाउनु थालेँ। सानोमा हामीले चाहिँ यस्तै गरेर फुल बनाउँथ्यौँ कि। ढङ्ग भन्ने चिज यस्तो छ फेरि, हेरौँ है अब यो कस्तो हुन्छ। मैले बनाउँदै गर्छु, लास्टसम्म हेरिदिनु होला। फर्स्ट टाइम यसरी चाहिँ भिडियो पोस्ट गर्न लागेको हो मैले, भोइस ओभर गरेर। म त साथी न सङ्गी यसै रङ्गी चङ्गी भनेर चाहिँ मैले यस्तो गर्न थालेको हो। अब हेरौँ कस्तो हुन्छ। यति बनाइसकेँ, अब चाहिँ यस्तो देखियो यो चाहिँ होइन। यसलाई चाहिँ अब मैले अर्को त्यो डब्बामा राखेको चाहिँ बिस्तारै बिस्तारै सारिदिन्छु। अब यो अर्को भाँडामा सारेपछि पलाउने हो कि पलाउने थाहा छैन, तर मेरो रहर चाहिँ पुरा गरेँ। लेट्स सी, यसको बारेमा अपडेट चाहिँ म दिँदै गर्छु ल। बाई बाई।